उहाँले खानु पर्यो के खानु पर्यो भन्दाखेरि दाँते ओखरको गुदी भित्रको फर्सीको बिया 5 वटा फर्सीको बिया हैन बियाको भित्रको अनि 1 ग्लास दही प्रत्येक बिहान 5 महिना खाने अनि एउटा लजावती भन्ने झार पाउँछ त्यसलाई बुहारी झार पनि भन्छ त्यसलाई शनिबार र मंगलबार शनिबार 3 चोटी यसो छुँदा निदाउने हुन्छ त्यसलाई लाग जे काममा लगाए त्यही काममा लाग भनेर चाहिँ त्यसलाई उखुलेर ल्याउनु पर्यो बिहानै टोइलेट नगई हैन नुहाइ धुवाइ गर्नु पर्यो फेरि ननुहाइ हैन फेरि बुढाबुढी सुतेको हुन्छन् हरेक काम गरेर फेरि नुहाइ धुवाइ नगरी गयो भने हुँदैन नुहाइ धुवाइ गर्नु पर्यो चट्ट हैन अनि गएर चाहिँ जे काममा लगायो त्यही काममा लाग भन्ने खनेर लिएर आउने जरा अनि बुढाबुढीले ओम 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 3 चोटी गर्नु पर्यो अब जे काममा लाग्यो त्यही काममा भनेछ नि त अब बच्चा चाहियो तर छोरा र छोरी भन्न सक्दिन तर बच्चा हुन्छ यो एउटा मन्त्र अचुक मन्त्र र दबाई भनौं दबाई ओम ओम 3 चोटी चाहिँ गर्नै पर्यो फेरि त्यो गरेन भने हुँदैन त्यो गर्नु पर्यो खाने भन्दा अगाडि दबाई लिने ओम 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 फेरि सास फेरेर होइन सास नफेरि 3 चोटी ओम 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 गर्नु पर्यो अनि खाइदिने अनि भएन भने अनि विचार गरौँ तर खिर खाउने काम हुन्छ खिर खाने नभन्नु न खिर खाने भन्नुहुँदै त्यही दबाईले काम गर्छ है र कतिपयलाई चाहिँ अब त्यो टेस्टै नगरी मेरो भएन यहाँ भएन उहाँ भएन भन्ने पनि हुन्छ हैन तर टेस्ट गर्नुहोस् बच्चा नहुनेहरुले दबाई भन्दा पहिला त जो जोडी छ त्यही लगनशील हुन पर्यो हैन गुरु यसो भने यो चाहिँ गर्नु पर्यो मैले सिकाएको काम गर्यो भने काम बास्ट तमाम अनि त्यो भन्दै गर्दा हजुरले बच्चा हुने दबाई त सिकाउनु भयो यौन इच्छा बढाउने यौन दुर्बलता हुने पुरुषहरू अलि धेरै हुनुहुन्छ के त्यस्तो औषधिहरू त्यस्तो जडीबुटीहरू हजुरसँग केही छ त्यो चाहिँ छैन मसँग त्यो चाहिँ हुँदैन हैन अब यो बच्चा नहुने चाहिँ किनभने अब हाम्रो जस्तै हैन काफले हेरे मानिलिउँ अब काफलेको बच्चै भएन भने त उसको त्यो थरै मासियो नि हैन मासियो नि एउटा गोत्रै मासियो थर मासियो पितृ मासियो नि तर त्यसैको लागि चाहिँ बच्चा होस् भनेर यो पनि मैले सिकाइदिएको है किनभने हाम्रो अब हामी छोरा मान्छेको थर र उही रहँदैन नि त बच्चा भएन भने छोरी मान्छे चाहिँ अर्कोसँग जान्छ अर्कोको भयो हैन हाम्रो गोत्रा पितृ केही रहँदैन त्यसै कारणले हजुरहरूलाई यो पनि हैन सन्देश दिन चाहन्छु कि छोराछोरी छैन भने तपाईहरु पनि यो दबाई प्रयोग गर्नुहोस् गुरु यहाँ यति धेरै शक्तिशाली हुनुहुन्छ अब यो देशको बारेमा चाहिँ यहाँले कतिको चिन्तन गर्नुहुन्छ अब अहिलेको नयाँ सरकार नयाँ युवाहरूको सरकार छ जस्तो गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ प्रधानमन्त्री बालन शाह हुनुहुन्छ दरबार हत्याकाण्डको चाहिँ फाइल अब खुल्दैछ भन्नुभएको छ उहाँले के छ अब दरबार हत्याकाण्डको फाइल खुलेसँगै त्यो घटना सार्वजनिक भएर के देश फेरि हिन्दू राष्ट्र हुन्छ भन्नेमा के छ हजुरको अनुसन्धान मेरो अनुसन्धान त के रे हिन्दू राष्ट्र त चाहिन्छ यहाँ वैदिक सनातन धर्म त घोषणा गर्नैपर्छ त्यसकै लागि अगाडि बढिरहेको छु हैन र यो दरबार हत्याकाण्डको चाहिँ पर्दाफास हुन्छ जस्तो लाग्दैन